ट्युसनको वातावरण धेरै नै राम्रो छ। म तपाईहरुलाई पढेर फोन गर्छु। चिज। गुड मर्निङ क्लास। सबैजनाले आज स्कुलमा के पढ्नु भयो? गुड मर्निङ क्लास। मलाई तिमीहरुले सुनेनौ? फोन राख्नु सबैजनाले। ए हो म्याम, अब यो संसारै डिजिटल भएपछि हामीले पनि त अलि ट्रेन्ड फलो गर्नु पर्छ। तँ मलाई सिकाउँछस्? तिम्रो दाँत राम्रो छ रे, मिलेको छ रे, तर के गर्नु किराले खाएको छ रे, फोहोर भएको छ रे। आज पनि केही मान्छेहरू भेला भएका हेर्नुस् हजुर, अहिले मेरो छोरी पढ्दैछ।
तेरै त छोरा हो। होमवर्क सिकाइदिनु न ल। म सिकाइदिन्छु, अहिले गएर तिमी खाना खाऊ, भित्र आएछ? सिद्धे, ओइ सिद्धे, घरमै छस्? ल ल। आज दुनियाँको बोल काट्ने। भन, के गरेर बसेको? के गर्नु नि, काम गर्दै बसिरहेको छु नि। तेरै घरमा मात्रै काम हुन्छ कि यो सबै? अनि कल चाहिँ किन किन भन्छ? हे, तिमी घरमा राम्रो सबै काम छ कि भने अल्छी लगाएर आएको नि। अब आफूलाई त सघाउने भने कोही छैन। होइन, तेरै घरमा मात्रै काम हुन्छ कि के हो? हिजो आउँदा पनि काम, अस्ति आउँदा पनि काम, आज आउँदा पनि काम, कामै काम छ त। अनि आफूलाई त सघाइदिने बुढा पनि हुनु पर्यो नि। दिनैभरि घर मान्छे चाहिएर बसिन्छ। त कस्तो होला नि हौ तेरो बुढाले त? त दुनियाँको बोल काट्ने बस बस त। अरे के भयो त? के भयो? कहाँ गएछ त? मेरो छोरा दाल भाजिदिएछ। मेरो छोरा बस्दा घरमै बसेर होमवर्क गर्दा कसरी भाजिदिन्छ? नानी छोराले भाजिदिएको। स्कुल पनि हल्ला छ। तेरे छोरी भाजीबाट लडेर अहिले आफ्नो छोराको नाममा चाहिँ त फोनको पैसा उठाएर काम गर्दैछ। तेरो बुझ्नु फोन भएछ बुझी? के भन्छ तैँले? भन्छ त के? मैले कतिले राम्रो पैसा दोकान गर्दैछ लाग्यो? जोड गर्छ त के? खानुहुन्छ अनि रक्सी पनि खानुहुन्छ। मेरो नाम त छोरा सरले गर्नुहुन्छ अनि बाबाले मात्र घरको काम गर्न लगाउनुहुन्छ। मेरो मम्मी धेरै कराउनुहुन्छ अनि बाबालाई पनि घरको काम गराउनुहुन्छ। म पनि ठुलो भएर त्यस्तै भन्छु। म पनि ठुलो भएर त्यस्तै भन्छु। म पनि पछि ठुलो भएपछि मेरो मम जस्तै भन्छु। म पनि पछि ठुलो भएपछि मम्मी जस्तै भन्छु। राम्रै हुन्छ। उनीहरूले हामीले राम्रो सिकायौँ, राम्रो कामहरू गर्न सिकायौँ, राम्रो कुराहरू भन्यौँ भने उनीहरू राम्रो हुन्छ। नराम्रो भन्यो भने त नराम्रो हुँदैनन् र? हुन्छ त हामी मिटिङमा पनि जानु पर्यो। लु म यति नै भन्छु। आशा छ तपाईँहरूले आफ्नो छोराछोरीलाई राम्रो वातावरण, राम्रो कुराहरू सिकाउनुहुन्छ। धन्यवाद। यो त काँचो छ त। कसरी काँचो भयो? फर्काइ कसरी पोलेको मकै? मैले बाजी फर्काई हेरेको। के फेरि एकपल्ट पोलिदिउँ त? हो पर्ने त गए तपाईले खानु तपाईले खानु।
हरियो रङ विकास प्रगति र परिवर्तनको रङ रङ चाहिँ घाँस न त कुरा चाहिँ म हो बिग पर्पल र हामी हो झुट र घमण्ड गरौँ म हो कालो रङ धन र अँध्यारोको रङ अनि म चाहिँ रातो रङ जोस र साहसको रङ अनि म चाहिँ पहेँलो रङ खुसी मित्रता र बचपनाको रङ म हो नीलो रङ पीडा दुःख आँसु सबै भनिएको तिमी भन्छौ तिम्रो Obrigado.